सम्पूर्णमा नमस्कार। रिजन टुर एन्ड ट्राभलको तर्फबाट आज चाहिँ हामी कालिम्पोङतिर हिँड्यौँ र कालिम्पोङ जाने क्रममा हामी यहाँ अहिले यात्राको क्रममा छौँ र हामी चाहिँ कालिम्पोङ पुगिसकेका छौँ र कालिम्पोङ दर्शनको लागि चाहिँ हाम्रो रिजन टुर एन्ड ट्राभल्सबाट जानुभएका सम्पूर्ण यात्रु महानुभावहरू चाहिँ कोही हिँडेर कोही केबल कारबाट माथि जानुभएको छ र हामी चाहिँ यहाँ कुरेर बसिरहेछौँ। यस्तै रमाइलो यात्रा चाहिँ हाम्रो रिजन टुर एन्ड ट्राभल्सबाट हामीले सेवा प्रदान गरिरहेका छौँ। यसपालि चाहिँ मैले 3500को प्याकेज बनाएर खाना बस्नको सुविधासहित कालिम्पोङ यात्रा गराएको थिएँ र यता हाम्रो वीरे सम्धी चाहिँ एकदम जाडो भयो भनेर अहिले कफी खाँदै हुनुहुन्छ र यो कफी पसल चाहिँ मेरो भान्जाको हो। फेरि सम्धीलाई चाहिँ कफी एकदम मिठो लागिरहेछ। यहाँ चाहिँ कालिम्पोङ केबल कार स्टेसन अगाडि चाहिँ मेरो भान्जाको यो क्याफेमा चाहिँ एकदम मिठो कफी पाउँछ। मेरो सम्धी मक्क परेर खाएको एउटा फोटो हाल्नु लागि चाहिँ यहाँ भान्जा चाहिँ एकदम मामासँग बसेर एउटा फोटो खिच्ने भन्यो। मैले चाहिँ बसेर मेरो भान्जाको हट एन्ड फास्ट टी क्याफेमा चाहिँ हामीले कफीको साथ एकदम सँगले हामीले चाहिँ कफीको मजा सँगसँगै यो क्याफेमा बसेर रमाइलो गफ पनि गऱ्यौँ अनि रमाइलो गऱ्यौँ। अनि बेलुका हामी दोलखा भीमसिंहतिर लाग्यौँ। दोलखा भीमसिंह जाँदाखेरि आमाले सोधे यात्रा कस्तो भइरहेछ भन्दा एकदम रमाइलो भइरहेछ। अनि म त पहिला पनि बाबुसँग धेरैचोटि यात्रा गरिसकेको छु भनेर आमाले मक्क पर्दै मलाई गफ लाउनुभयो। अनि हामी गयौँ र दोलखा भीमसिंह दर्शनपछि हामी चरीकोट बास बस्ने कुरा भयो र हाम्रो यता गोपाल सरले नि हाम्रो यात्रालाई चाहिँ पुरा गफ दिँदै रमाइलो गराउँदै हाम्रो यात्रा सुरु भइसकेको थियो र भोलिपल्ट हामी चरीकोटबाट उठेर चाहिँ हामी फेरि मुडेमा गएर चाहिँ खाजा खान बस्यौँ। अब चाहिँ हामी सैलुङतिर लाग्यौँ। खाजा खाएपछि हाम्रो यात्रा चाहिँ सैलुङको यात्रा थियो। सबसे रमाइलो ठाउँ चाहिँ रमाइलो यात्रा चाहिँ हाम्रो रिजन टुर एन्ड ट्राभल्सबाट कालिम्पोङ र सैलुङको प्याकेजमा हामीले यो यात्रा गराएका थियौँ र उहाँ दिदीहरू एकदम खुसी भइरहेछन्। यो उहाँ बहिनी चाहिँ फर्किँदैदेखि हाम्रो यात्रामा आउनुभएको थियो। सबैजना मक्क परेर अब सैलुङ जान पाउने हो भनेर चाहिँ भन्नुभयो। अनि सैलुङको यात्रा चाहिँ म अघिल्लो दिनै गइसकेको थिएँ। अघिल्लो दिन पनि जाँदाखेरि चाहिँ त्यहाँ एकदम बाटोको अवस्था चाहिँ अलिक डेन्जर भएको मैले जानकारी पनि गराएको थिएँ पेसेन्जरहरूले चाहिँ नहात्तिनु होला है भनेर भने। अनि यतिकै क्रममा चाहिँ हामी अब सैलुङतिर चाहिँ अब झरिसकेका छौँ होइन। यहाँ हाम्रो गोलभर अगाडि ल्याएर गाडी रोकिरहेछन् अहिले सैलुङ चाहिँ जाने क्रममा चाहिँ अहिले हामीले चाहिँ यहाँ हाम्रो एउटा बहिनीले चाहिँ पुरा मेरो भ्लगमा हाई गरिरहनु भएको छ। मलाई खुसी लागिरहेछ हामीसँग हिँड्दा। अनि हामी चाहिँ अब सैलुङतिर हिँड्यौँ। हाम्रो सम्धीहरू गोपाल भाइ हाम्रो टिम सबै भान्जा सबै सैलुङको यात्रातिर चाहिँ अब डाँडातिर उक्लिने तर्फ छ हाम्रो। मोटी दिदी हिँड्न नसकिरहेको अवस्था छ। तपाईँहरू पनि यस्तै रमाइलो यात्रा गर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्झिनु होला रिजन टुर एन्ड ट्राभल्सलाई। उहाँहरू चाहिँ फोटो खिच्दै रमाइलो गर्दै मास्तिर हाम्रो यात्रा चाहिँ सुरु हुन थाल्यो। यता हाम्रो आयोजक टिमको लिडर हाम्रा दिदी गौरी दिदी उहाँ हल्लाबेत खाँदै हिँड्नु गइरहेछ। एनर्जीको लागि उहाँ चाहिँ हल्लाबेत खाँदै मस्की हिँडिरहनु भएको छ। अनि सबैजना हामी हाँसखेल गर्दै उभिरहेछौँ। यहाँ बासँग चाहिँ एकैछिन मैले अनि सोधेँ बा
माथि पुग्यो बाबु भन्नुभयोले 76 वर्षको बा हुनुहुँदो रहेछ होइन खुसी लाग्यो आरामले पुगिन्छ भन्नुभयो हामीलाई हौसला दिनुभयो भक्तपुर देखाउनु भएको रहेछ बा पनि दिदीलाई चाहिँ एकदम गर्मी भएर उहाँ पुरा स्वेटरै फाल्नु हिँड्नु भएको थियो नफाल्नु भने मैले गौरी दिदी फेरि आइसक्नु भएको छ पुरै आइरहनु भएको छ एकदम स्वेटर फुकाएर हातमा स्वेटर बोकेर आउनुभयो सबैजना एकदम यो सैलुनको यात्रामा रमाइलो अनुभव लिँदै फोटो खिच्दै होइन अनि फेरि माथि थकाइहरू मार्दै हिमालहरू हेर्दै मनोरम दृश्यहरू हेर्दै होइन रमाउँदै माथि क्रममा अहिले चाहिँ यो ग्रेट वालको बिचमा पुग्न लागिसकेका छौँ हामी चाहिँ फेरि अब थकाइ मार्नु त पऱ्यो फोटो 2-4वटा हालिदिनु पऱ्यो काकाकाकीहरूको फोटो खिच्दै रमाइलो गर्दै हामी गयौँ यता सम्झीहरूको फोटो खिच्दै थियो भोज दिएर गोपाल भाइले उहाँ धेरै सम्झीको फोटो खिच्दै थियो एङ्गल मिलाएर उता पछाडिपट्टि गोपाल भाइले खिच्दैछ फोटो अनि हाम्रो यो युट्युब च्यानल राजेश श्रेष्ठलाई पनि फलो गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला यस्ता विभिन्न ठाउँको ब्लगहरू चाहिँ मैले हजुरहरू सामु प्रस्तुत गर्छु र मेरो रिजन टु राइड ट्राभल्सबाट चाहिँ तपाईँहरू पनि यात्रा गर्न चाहनुहुन्छ भने सदैव सम्झिनु होला हाम्रो रिजन टु राइड ट्राभल्सलाई हाम्रो ट्राभलबाट चाहिँ तपाईँहरूलाई सानादेखि ठुला सवारी साधनको सेवा हामीले विगत 10 वर्षदेखि सेवा प्रदान गरिरहेका छौँ रिजन टु राइड ट्राभल्स सम्पर्क नम्बर चाहिँ हाम्रो 98 69 29 14 29 रहेको छ यो प्याकेजको उसमा चाहिँ उहाँ बहिनी पनि फर्पिङदेखि आउनु भएको छ हाम्रो यात्रामा उहाँ घरको लिडर हुनुहुन्छ हाम्रो सरिता दिदी उहाँ दाइ पनि फर्पिङदेखि आउनु भएको छ र गोपाल भाइ चाहिँ ह्यान्डसम बनेर हिँडिरहेको छ यताखेरि उहाँ दिदीहरू पनि एकदम खुसीले उत्साहित भएर चाहिँ हाम्रो यो यात्रामा यस्तो गाह्रो हिँडिरहनु भएको छ उहाँ 2टा नक्कली दिदी बहिनीहरू चाहिँ आउँदैछन् अहिले हामी चाहिँ यो महादेव गुफा र सैलुङ जाने सेन्टर पोइन्टमा आइपुग्यौँ जङ्गलको बिचमा यहाँ तर्साइदिउँ भने हामीले यहाँ एक्लै हिँड्नु हुन्न बताउँछ लान्छ भनेर भन्दो रहेछ यहाँ चाहिँ फेरि यो जङ्गलको बिचमा चाहिँ सकेसम्म एक्लै नहिँडौँ भन्दा रहेछ यहाँको बुढापाकाले बहिनीहरू यहाँ पुरा फोटो खिच्न लाए यहाँ भने के गर्नु बस फोटो खिच्दैछ उहाँ नक्कली बहिनी फेरि पोज दिँदैछ कति अगाडि कति पछाडि कहिलेको अगाडि कहिलेको पछाडि हुँदै हुँदै हामी चाहिँ लगभग सैलुङको डाँडा चढ्ने 20% चाहिँ हामी काटिसकेका छौँ यति बेलासम्म जाँदै जाँदै गर्ने क्रममा चाहिँ हामी सैलुङको डाँडाहरू देख्न थाल्यौँ सबैजना खुसी हुन थालिसके एकदम चाहिँ सैलुङ आइपुगे अनुभव गरिसकेका छ हाम्रो दाइहरू चाहिँ सैलुङकै लागि भनेर चाहिँ हाम्रो यो रिजन टु राइड ट्राभल्सबाट आउनुभयो
चाहिँ जानुपर्छ भनेर उहाँहरू चाहिँ एकदम अघिल्लो दिनदेखि नै उहाँहरूको प्लान थियो। सबैजना हाँस्दै गाउँदै फोटो खिच्दै रमाउँदै होइन आउने जानेको क्रम बाटोमा एकदम धेरै थियो। र यता र सम्झिले चाहिँ अब सबै घर भत्काइदिन्छु, अब म बनाउँछु भनेर उहाँ नभत्काउनु भने यहाँ देउराली बनाउँदै मान्छेहरू उक्लिरहेका हुन्छन् होइन। अहिले चाहिँ हामी भीमसेनको तरबारको ठाउँमा आइपुग्यौँ। यता चाहिँ दर्शन गरेर मान्छेको भिड कति रमाइलो भिड छ भने सैलुङमा अहिले त मान्छे रमाइलो गर्दा गर्दा हामी त बिस्तार सैलुङै आइपुगिसक्यौँ होइन। सैलुङमा चाहिँ एकदम माथि भ्यू टावर अगाडि नै आइसकेका छौँ हामी अहिले होइन। गइरहेछौँ हामी चाहिँ अहिले उक्लिरहेछौँ। गोपाल भाइ पुरा कमरा हातलाई उक्लिरहेछ होइन। परिने मान्छे छ। अनि हजुरहरूले अझ टिकटक हेर्न सक्नुहुन्छ। टिकटकमा चाहिँ सैलुङको भ्यू टावरमा सबैजना टिम एकै ठाउँ भेला भइसक्यो। अब एउटा डाँडा चढेपछि हामी सैलुङको यो माथि सबसे टपमा पुग्छौँ होइन। पर हेर्दाखेरि हिमाल कति रमाइलो वातावरण थियो। माथि सैलुङ भन्दै गीत गाइरहेको छ उहाँ बहिनी चाहिँ माथि सैलुङ दिइरहनु भएको छ। हाम्रो ग्रुप लिडर गौरी दिदी चाहिँ एकदम सबैलाई गफ दिँदै गालिरहनु भएको छ होइन। मेरो भाइहरू चाहिँ अगाडि हिँडिरहेछ। अहिले चाहिँ हामी ठ्याक्कै सैलुङ आइ नै पुगिसकेका छौँ कि यहाँबाट चाहिँ सबैले थकित अनुहारको भिडियो खिच्नुमा चाहिँ अगाडि गएर खिचेर यसै गरी हामी चाहिँ रमाइलो गर्दै कालिम्पोङपछि हामी दोस्रो दिनको यात्रा सैलुङमा गएको थियौँ। 11 बजे दिउँसो 11 बजे चाहिँ हामी सैलुङको ठ्याक्कै डाँडामा चाहिँ 11 बजे पुग्यौँ है। 11 बजेको समय चाहिँ एकदम मजाको वातावरण खुल्ला वातावरण थियो क्या। एकदम मान्छेहरूको भिड होइन, रमाइलो वातावरण। कति सुन्दर छ हाम्रो देश नेपाल है। सबैजना एकचोटि आउनै पर्ने सैलुङ हो यो। यता हाम्रो सर आइरहनु भएको छ। सर पनि हामीसँग यात्रा गर्दा एकदम रुचाउनुभयो, खुसी मान्नुभयो हामीसँग यात्रा गर्दाखेरि। एउटा मान्छे टनाटन देखिन्छ होइन। अनि जे होस् हाम्रो यो सुन्दर देश नेपाल, प्रकृतिको धनी देश नेपाल, सबैले चाहिँ एकचोटि हुनै पर्ने ठाउँ कालिम्पोङ सैलुङ हो होइन। त्यसैले सम्पूर्णलाई चाहिँ यो हाम्रो आन्तरिक पर्यटन विकासको लागि चाहिँ हाम्रो यस्ता विभिन्न मठ मन्दिर, यो हाम्रो गुम्बाहरूको होइन त्यही भ्रमण गरेर होइन हाम्रो देशको भ्रमण गरेर हामी हाम्रै देश राम्ररी घुम्दैनौँ, विदेश जानुपर्छौँ। तर हाम्रै देश चाहिँ यति सुन्दर छ, यति राम्रो छ, यति रमाइलो छ कि सबैजनालाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। रिजन टुर एन्ड ट्राभल्समा यात्रा गरेर सम्पूर्णलाई चाहिँ मैले अहिले सैलुङको फोटोहरू चाहिँ खिचेर उहाँहरूलाई
उहाँहरूको फोटोसोटो खिचिसकेर त्यहाँबाट हामी चाहिँ फर्किनु पर्छ भनेर सबले भन्यो। र हाम्रो बहिनी चाहिँ गेटअप चेन्ज गरिसक्नु भएछ सहेलीमा फोटो खिच्नलाई होइन। अब एउटा आइरहन्छन् घुमिरहेछन् होइन, कोही फोटो खिचिरहेछन् र रमाइलो गरिरहेछन्। अनि यतिकैमा चाहिँ हामी फर्किने बेला भइसकेको थियो। समय लगभग 12 बजिसकेको थियो। अब हामी घर जानु अबेला हुन्छ भनेर सबैलाई मैले चाहिँ हामी जानुपर्छ खाना खानु जाउँ भनेर हामीले चाहिँ खाना खानको लागि जानलाई सबैलाई आग्रह गऱ्यौँ। र उहाँहरू पनि मेरो कुरालाई मध्यनजर राखेर फर्किनुभयो। अनि फर्केपछि उहाँहरूले पहिले यहाँ छुर्पीहरू किन्न खोजिरहनु भएको छ। छुर्पीहरू किनेर चाहिँ हामी घर कसरी लानुपर्छ भनेर उहाँहरू चाहिँ छुर्पी किनेर फर्किनुभयो होइन। अनि यतिकैमा हामी चाहिँ रमाइलो यात्रा गरेर हामी घरतिर फर्क्यौँ। त्यहाँ गीत गाउने, खाने, नाच्ने, गाउने गर्दै हाम्रो कुरा खाँदैछ। वीरेश सम्धी चाहिँ गाडी चलाइरहेछ, म चाहिँ भिडियो